कठै बरिल्लाइलाई अचम्मै भयो लीला भयो वेलकै हो नि। पोखरा बेनी रेल लाने कुस्मा बजार जक्सन बनाउने चाय मुमफुली बेच्ने भन्ने चाहिँ सपना थियो हाम्रो उखाने बाको। सपनामै सीमित भयो सपना तुए। गफ अलि चाहिँदा र हुने गफ लाउनु पर्छ, पुरा नहुने र नचाहिने गफ लाउनु हुँदैन भन्ने पनि यही कुराबाट प्रमाणित हुन्छ कि कसो हो। त्यो छुस्छ सबै भाषामा कमेन्ट ठोकौँ है।